कार्की आयोगले दिएको सुझाव अनुसार विभिन्न मान्छेहरू पक्राउ पर्ने क्रम सुरु भएको छ। केपी शर्मा ओली पक्राउ परे, रमेश लेखक पक्राउ परे र त्यस्तै अन्य मान्छेहरू पनि सम्पत्ति शुद्धिकरण ऐन अन्तर्गत पक्राउ पर्ने क्रम जारी रहेको छ। ती पक्राउ परेका मान्छेहरूको बारेमा हामी कुरा नगरौँ। पक्राउ परिसके अरू पनि पक्राउ पर्लान् र कानुन आफ्नो तरिकाले यसको बारेमा छानबिन गर्ला र जे सत्य तथ्य हो त्यसलाई अगाडि ल्याउला र त्यो अनुसार कानुनी कारबाही अगाडि बढाउला। हामीले बोल्नुपर्ने केही पनि रहेन। मान्छेहरू पक्राउ परिसके र यसको बारेमा छानबिन गर्ला कानुनले। तर आजको भिडियोमा हामीहरू त्यस्ता मान्छेहरूको बारेमा कुरा गरौँ जो पक्राउ परेका छैनन् तर जसलाई पक्राउ गर्नुपर्ने हुन्छ। यदि पक्राउ गर्ने होइन भने पनि कम्तीमा अनुसन्धानको घेराभित्र ल्याउनु पर्ने हुन्छ। त्यसैले आज हामीहरू त्यस्ता मान्छेहरूको बारेमा कुरा गरौँ जसलाई अनुसन्धानको घेराभित्र ल्याउनुपर्छ र केही अन्य मान्छेहरू छन् जसलाई पक्रेरै अनुसन्धान गर्नुपर्ने हुन्छ। सबभन्दा पहिले कुरा गरौँ अनुसन्धानको घेरामा ल्याएर अनुसन्धान गर्नुपर्ने मान्छेहरू। कार्की आयोगकै पेज नम्बर 59 मा के लेखिएको छ भनेदेखि 2088 5 महिना 23 गते माइतीघर मण्डला क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाऊँ भनी अनुमति लिन गएका को मान्छे रहेछन्। सबभन्दा पहिलो हामी नेपाल भन्ने संस्थाका सुदन गुरुङ, त्यसपछि अंकित मल्ल, खेमराज साउद, सबल गौतम र पुरुषोत्तम यादवले संयुक्त रूपमा निवेदन दिएका रहेछन् हामीलाई भोलि प्रदर्शन गर्न देऊ भनेर। र यसमा नभएको एउटा अर्को नाम पनि छ, मिराज ढुङ्गाना, जो आन्दोलनमा आफै त सहभागी भएनन् तर उनले आफैले विभिन्न अन्तर्वार्तामा यो स्वीकार गरेका छन् कि मैले आफ्नो जुन प्लेटफर्म छ सोशल मिडिया त्यहाँबाट मान्छेहरूलाई आउन आह्वान गरेको थिएँ र म आफै पनि त्योमा लागेँ भनेर उनले भनेका छन्। हालाकि उनी त्यो आन्दोलनमा थिएनन्। यी सबै मान्छेहरूलाई अनुसन्धानको घेरामा तानिनुपर्छ। अन्तर्राष्ट्रिय मान्यता के हो भने जसले पनि यस्तो प्रदर्शन गर्ने अनुमति माग्न जान्छ, जो पनि लिडरहरू हुन्, तिनको रिस्पोन्सिबिलिटी हुन्छ त्यो भिड कतातिर जाने, के गर्ने भन्ने तिनीहरूको रिस्पोन्सिबिलिटी अथवा उत्तरदायित्वमा पर्छ। तिनीहरूले यदि भोलिको दिनमा भनेको ठाउँभन्दा बाहिर भिडलाई लान खोजे या उक्साउने काम गरे या इन्स्टिगेट गरे या आफू पछाडि रहे, आफू चाहिँ नेतृत्व गर्ने भन्ने तर आफू पछाडि रहेर अरूलाई मात्र अगाडि मर्न जाऊ भनेर तिनीहरूले यदि धकेलेका रहेछन् भनेदेखि तिनीहरूमाथि कानुनी कारबाही हुन्छ। यो अन्तर्राष्ट्रिय मान्यता हो, यो सबै ठाउँमा यस्तै हुन्छ। नेपालमा पनि यी मान्छेहरूले अनुमति लिएका रहेछन् र यिनीहरूको भूमिका त्यो आन्दोलनमा के हो त्यसको छानबिन हुनुपर्छ। एकजना मान्छे त यो आन्दोलनको अनुमति लिइसकेर डिस्कोर्ड च्यानल बनाइसकेर सबै मान्छेलाई बोलाए, यस्तो यस्तो गर भनेर जम्मा गरे, भड्काए, आफू चाहिँ पछाडिमा पानी बाँड्न गयो भनेर नेतृत्व लिनुपर्ने ठाउँमा मान्छेहरूलाई जता जान्छौ जाऊ भनेर आफू एकतिर लागे। यिनको रिस्पोन्सिबिलिटी के हुने यो छानबिनको दायरामा ल्याउनुपर्छ प्रहरीले। र योबाट एउटा के पनि कुरा पत्ता लाग्न सक्छ भनेदेखि यो सबै कहाँबाट सुरु भएको हो, कसले स्टार्ट गरेको हो भन्ने कुरा पत्ता लाग्न सक्छ। मिराज ढुङ्गानाले कुनै इन्टरभ्यूमा मलाई त थाहा नै छैन, अनलाइनमा यस्ता यस्ता पोस्टरहरू आउन थाले, कसले बनायो कसरी बनायो थाहा भएन, तर त्यो पोस्टर देखेर म भित्रको युवा जुन थियो त्यो एकदमै जाग्यो। म पनि उत्तेजित भए, आक्रोशमा आयो, ल यही टाइम हो भनेर भने र म त्यसमा फेरि होमिएँ भनेर भनेका छन्। यस्ता उत्तेजित पार्ने खालका पोस्टरहरू कसले बनायो र यो सबै प्लान कसले बनायो भन्ने कुरा यो छानबिनले देखाउन सक्छ। त्यसैले यी मान्छेहरू पक्राउ पर्ने मान्छे त होइनन्, एकजना बाहेक सबै मान्छेहरू, यिनीहरूलाई अनुसन्धानको घेरामा ल्याउनुपर्छ र प्रहरीले छानबिन गर्नुपर्छ। नम्बर 1। दोस्रो नम्बरमा पक्राउ पर्नुपर्ने मान्छेहरूको कुरा गरौँ। अब पक्राउ पर्नुपर्ने मान्छे मध्ये नम्बर 1 मा यी मान्छे हुन्। यिनको कुरा सुनौ। रवि दाईलाई राखेको जेलमा जानु पर्यो साथीहरू। एकजना गृहमन्त्री जो कामै नलाग्ने गृहमन्त्रीले राजीनामा दिएपछि अब यो देशको चाहिने गृहमन्त्रीलाई जेलबाट झिकेर चाहिँ यो देशको सत्ता उहाँको हातमा लाउनु पर्यो। बालेन दाई सबैजना भर्खरै हिल्टन होटल जलाए। वाओ, दामी समाचार आएको छ। भर्खरै हिल्टन होटल जलाएका छन् जयवीर देउवा, जो शेरबहादुर देउवा र आर्जु राणाको छोरा, उसको होटल। झापामा एकजना मेयरको घरमा 80 केजी सुन भेटिएको। भर्खरै रवि दाईलाई राखेको जेलरको घरमा 80 केजी सुन भेटियो। उनी अगाडि भन्दैछन् झापामा एकजना मेयरको घरमा कति केजी सुन भेटियो, अब त्यहाँ जानु पर्यो, त्यहाँ आगो लाउनु पर्यो। त्यसपछि यहाँ अर्को मान्छेको कुरा सुनौ। कन्काई नगरपालिकाको अनि 1 बोरा चाँदी पनि अरे। हजुर 1 बोरा चाँदी, 2 बोरा आगो लागेको न्युज आएको छ। के भन्नु त जेन्जीहरू? हो अहिले जेन्जी भनेको यस्तो हामीले कुन ठाउँमा आगो लगाइदियौँ, गजब खुसी छौँ, खुसी छ नि जेन्जीहरू भन्दैछन्। इन्स्टिगेट गर्ने काम गर्दैछन्। यिनी पनि सबभन्दा बढी इन्स्टिगेट गर्नेमा अग्रपङ्क्तिमा थिए। यिनको कुरा सुनौ। के भन्नु त जेन्जीहरू? अब यी अरू मान्छेहरूको कुरा पनि सुनौ, हेर्दै पनि जाउँ। म केही बोल्दैन, म हेरिरहेको छु तपाईँहरूसँगै, तपाईँ पनि हेर्नुहोस्। न्युज आएको छ, सबैजना खुसी हो नि?
सभाको चाहिँ भवन अनि एमाले पार्टी कार्यालय अनि चाहिँ हाम्रो ठुलै नेताको एउटा सोरुम जलाउने भनेर 3-4वटा नगरपालिका महानगरपालिकाको भवन 4वटा जलाइसकेका थियौँ र आज लगभग आधारी पोखराको चाहिँ नि भवनहरू संरचनाहरू यिनी चोर दलाल भ्रष्टहरूले तानाशाहीहरूले चाहिँ जम्मा गरेका भवनहरू जलिसकेको छ। अब केही बेरमा हाम्रो चाहिँ नि अझै पनि टार्गेट छ, अझै पनि यहाँका ठुल्ठुला चाहिँ सांसदहरूका यहाँको पोखराको मेयरको भवन अनि त्यसको आफ्नो प्राइभेट घर सबै कुराहरू यिनी पार्टी कार्यालयहरू सबै जलाउने तयारीमा छौँ। सभाको कसको व्यक्तिगत घर कसरी जलायौँ, कहाँ जलाउन जाँदैछौँ, के जलाइसक्यौँ भनेर यो मान्छेले भन्यो भर्खरै। अब अगाडि हेरौँ, एकजना बच्चा एकजना नानी हात समातेर आफ्नो भित्र मान्छे छ, कोही आफ्नो मान्छे छ, सायद बुवा आमा वृद्ध कोही हुनसक्छ, बाहिरबाटै आतंकवादीहरू जल्लादहरू आगो लाउँदैछन्। यिनी बच्चा आफ्नो ट्राई गर्दैछन् आफ्ना कोही पनि आमा बुवा बाजे बजे कोही होला त्यसलाई सेभ गर्न। यस्तो दृश्य थियो, यो आतंकवादी र यो जल्लादको थियो। हेरौँ यहाँ सुरक्षा दिनलाई बहिनी यस्तो कमजोरी हुँदैन। जेएनजीको नाममा यसरी मान्छेले फाइदा उठाउँछन् है, जेएनजीको नाममा यसरी फाइदा उठाउँछ मान्छेले है। अब यो पेट्रोल बम हान्नेवालालाई हेरौँ, पेट्रोल बम कसरी बनाउँदैछन्, कसरी कहाँ फाल्दैछन्, कसरी पेट्रोल हाने यिनीहरूले। यो तल हेर्दै जानुहोस्, सबै यो भिडियोमा देखिन्छ, केही भन्नु पर्दैन, हेर्दै जानुहोस्। हल्का पेट्रोल बनाउनु लाइटर पनि भित्र राख्नु सर हेलो त्यो भित्र राख्नु भित्र राख भाइ, भित्र राख भित्र पुलिस प्रशासनलाई त नाङ्गे खेदाइरहेछन्, देख्न सक्नुहुन्छ। पुलिसलाई त यहाँ ढुङ्गाले हाने मार्ने भयो। यहाँ खोला भित्र हालेर हिजो मान्छे मार्ने निकै खातेहरू यहाँ टाउको फुटाएका पुलिसलाई आज देख्न सक्नुहुन्छ होइन, पुलिस प्रशासनलाई त नाङ्गे खेदाइरहेछन्, देख्न सक्नुहुन्छ। बीचमा को मान्छे कसको घरमा आगो लगाउँ भन्दैछन्, को मान्छे कहाँ आगो लगाउँदैछन्, यो हेर्दै जानुहोस्। सबै एभिडेन्सहरू सुरक्षित छन्, सीसीटीभी छन्। खै कार्की आयोगले किन देखेन यी एभिडेन्सहरूलाई? कार्की आयोगले नदेखे पनि पुलिसले त यो एभिडेन्स देख्ला। यी जो मान्छे हुन्, चाहे हिंसा गर्ने हुन् या हिंसा भड्काउने हुन् या हिंसा गर्न उत्प्रेरित गर्ने मान्छेहरू हुन्, सबैलाई जेलभित्र कोस्नुपर्छ। यी मान्छेहरू जो हान्दैछन् ती पनि त्यत्तिकै अपराधी हुन्, जो हान भन्दैछन् अरूलाई उक्साउँछन् ती पनि त्यत्तिकै अपराधी हुन्। र यस्ता सयौं या हजारौं मान्छेहरू हुन सक्छन् जसले यो भिड भड्काउन सहयोग गरेको होस्। चाहे 100 हुन्, चाहे 50 वटा हुन् या 10,000 किन नहुन्, सबलाई ल्याएर जेलमा हाल्नुपर्छ, टेम्परेरी जेल बनाउनुपर्छ। यदि प्रहरीको जनशक्ति पर्याप्त छैन भनेदेखि म्यादी प्रहरी राख या सेना बोलाऊ या त सशस्त्र प्रहरी राख, तर 10,000लाई यदि पक्रनु पर्ने छ भने सबैलाई पक्रेर राखौँ। जो मान्छेले भिड भड्काउन काम गरे, हिंसा भड्काउन काम गरे र जो मान्छेहरूले यहाँ आगो लगाए, ती मान्छेहरू जो थिए सबैलाई ट्याग गरेर जेलभित्र हाल्नुपर्छ। सोशल मिडिया आज पनि मोनिटर गर्न सकिन्छ, पुराना आर्काइभमा गएर पनि हेर्न सकिन्छ को मान्छेले के गरेका थिए भन्ने कुरो। सोशल मिडियासँग एपीआई माग्न सकिन्छ र इन्भेस्टिगेसन गर्नका लागि सम्पूर्ण डेटाहरू ल्याएर त्यसको छानबिन गर्न सकिन्छ। पुलिसले यस्तो गरोस्, यो दोस्रो काम गर्नुपर्छ पुलिसले। तेस्रो, छानबिनको दायरामा ल्याउनु पर्ने र पक्राउ पर्नुपर्ने मान्छे आजका गृहमन्त्री हुन्। आजका गृहमन्त्री सुदन गुरुङलाई पक्राउ गरेर उनीमाथि छानबिन गर्नुपर्ने हुन्छ। सुरुदेखि नै उनको जुन भूमिका छ यसमा शंकास्पद छ। सुरुदेखि नै मान्छे उचाल्ने,
मान्छेलाई ल्याउने इन्स्टिगेट गर्ने र पछि त्यो सबै छोडेर म पानी बाँड्न आएको हुँ भनेर झुट बोल्नेमा उनी सबभन्दा अगाडि छन्। त्यसपछि सेनालाई थर्काउने र उनले गरेका टेलिफोन कलहरू यही कार्की आएको रेकर्डमा देखिन्छ। विभिन्न पुलिसका मान्छेहरूसँग उनले विभिन्न बेलामा सम्पर्क गरेका टेलिफोन डिटेलहरू, कल रेकर्डहरू देख्न पाइन्छ। र यी किन गरेका थिए, यिनको के उद्देश्य थियो, यिनी कसरी परिचालित थिए, यो योजना सबै कसरी बन्यो भन्ने कुरा सुदन गुरुङलाई सोध्नुपर्ने हुन्छ। र एउटा गैर सरकारी संस्थाको मान्छे किन आन्दोलन गर्न भनेर अनुमति लिन गएको हो भन्ने कुराको पनि इन्भेस्टिगेसन हुनुपर्छ र डिस्कोर्ड च्यानलमा भएका सम्पूर्ण कुराहरूको रेस्पोन्सिबिलिटी पनि सुदन गुरुङले लिनुपर्ने हुन्छ। उनले खोलेको डिस्कोर्ड च्यानलमा विभिन्न किसिमका कुराहरू आइसकेपछि त्यसको मोडरेसन गर्ने जिम्मा यिनको हुन्छ र त्यहाँ बम बनाउने कुराहरू भइसकेपछि, पेट्रोल पम्प बनाउने सबै कुराहरू त्यहीँ भइसकेपछि र त्यसरी नै पेट्रोल पम्प बनाइसकेपछि यो सबैमा केही न केही उनको हात छ भन्ने कुरो बुझ्नुपर्छ। र अर्को कुरो कसरी पनि बुझिन्छ भनेदेखि कार्की आयोगमै लेखिएको छ, कोही मान्छे पेट्रोल पम्प हान्दैछ र कोही मान्छे यतापट्टि म बनाउँदैछु भन्दैछ, कसै मान्छेले यता बम सिद्धि अरू लिएर आऊ भन्दैछ। यस्तो कोअर्डिनेसन कसरी हुनसक्छ? एउटा मान्छे त्यो ठाउँमा छ जहाँ बम हान्दैछ, एउटा मान्छे यतापट्टि बम बनाउने ठाउँमा छ र ती सबैहरू जोडिएका छन् डिस्कोर्डमा। यो कसरी कम्युनिकेसन सम्भव भयो? यस्तो कोअर्डिनेसन कसरी सम्भव भयो? च्यानल बनाउने मान्छे र यसका मोडरेटरहरूलाई सबभन्दा पहिले पुलिसले कारबाहीको दायरामा ल्याउनुपर्छ। त्यसपछि जेल तोड्नेमा को थिए, जेलबाट मान्छे भगाउनेमा को थिए, यी सबैको पनि भिडियो छ यहाँ। को जेल तोड्न गए भन्ने कुरा सबै कुरा देखिन्छ भिडियोमा। प्रहरीले ती जेल तोड्न सहयोग गर्ने मान्छेहरू या तिनीहरूलाई उक्साउने मान्छेहरूलाई पनि जेलमा कोच्नुपर्छ र अनुसन्धान अगाडि बढाउनुपर्छ। र कार्की आयोगको रिपोर्ट अनुसार नै र अरू पनि बाहिरका गतिविधि हेर्दा एउटा शङ्का गर्न सकिने एउटा के ठाउँ छ भनेदेखि प्रहरीभित्रै पनि र सेनाभित्र पनि केही मान्छेका गतिविधिहरू शङ्कास्पद देखिएका छन्। अब्जस पाउने, कुटाई खाने, मारिने चाहिँ नेपाल प्रहरीको जवान या तल्लो तहका नेपाल प्रहरीका कर्मचारीहरू, सेनाहरू र माथिकाहरूले आफ्नो उत्तरदायित्व जुन छ, कर्तव्य राम्ररी ननिभाएको पनि हुनसक्छ यो पुरै आन्दोलनमा। त्यसैले पुलिसले, सेनाले र सशस्त्र प्रहरीले आफ्नो आन्तरिक छानबिन पनि गरोस्। आफूभित्र के कस्ता कमजोरीहरू भएका थिए, को मान्छेले आफ्नो कर्तव्य निर्वाह गरेनन्, को मान्छेले अरूलाई सहयोग हुने खालका कामहरू गरे र आफ्नै संस्थालाई डुबाउने काम गरे, त्यसको आन्तरिक छानबिन गरोस् पुलिसले, सेनाले र सशस्त्र प्रहरीले। यो गर्नै पर्नेछ। आन्तरिक सफाई एकदम जरुरी छ। यो सबै यो तीनवटै फेल हुन सक्ने सम्भावना नै हुँदैन। कुनै न कुनै मान्छे हुनसक्छ जसले अरूको इन्ट्रेस्टमा काम गरेको होस्, यहाँ भित्रै पनि घुसपैठ भएको हुनसक्छ, यो सम्भावना रहन्छ। नत्र यत्रो जनआन्दोलन भयो, यति धेरै आन्दोलन भयो, यस्तो क्षति एक दिनमा कहिले पनि भएको थिएन। यो आन्तरिक रूपमा केही न केही समस्या भएको हुनसक्छ। यसको छानबिन पनि प्रहरीले गरोस्। अब कुरा आउँछ कसरी गर्ने भन्ने। नेपाल प्रहरी आफै सक्षम छ, उसलाई कसैले पनि सल्लाह सुझाव दिनुपर्ने आवश्यकता छैन। तैपनि यदि नेपाल प्रहरीलाई कहीँ कतै सहयोग चाहियो, टेक्नोलोजिकल सहयोग चाहियो या मेथोडोलोजिकल सहयोग चाहियो भनेपछि धेरै मान्छेहरू छन् जो खुसी खुसी भोलिन्टियर गर्न तयार होलान्, बिना पैसा लिएर नेपाल प्रहरीलाई सहयोग गर्न तयार होलान्। म पनि त्यसमै पर्छु। मैले पनि विभिन्न देशमा ल इन्फोर्समेन्ट एजेन्सीहरू कसरी अनुसन्धान गर्छन् भन्ने विषयमा केही अनुभव लिएको छु। ल इन्फोर्समेन्ट एजेन्सीसँग मिलेर पनि काम गरेको छु, उनीहरूको रिसर्चमा सहयोग गरेको छु। त्यसैले गर्दा नेपाल प्रहरीलाई यदि फोरेन्सिक इन्भेस्टिगेसनमा कुनै सहयोग चाहियो भनेदेखि म पनि आफूले जाने सुनेसम्मको र आफ्नो एक्सपर्टिजले भ्याएसम्मको सहयोग गर्न तयार छु। स्पेसली डिजिटल फोरेन्सिक इन्भेस्टिगेसनमा नेपाल प्रहरीलाई सहयोग चाहियो, मेथोडोलोजिकल हिसाबले सहयोग चाहियो, टुल टेक्नोलोजीहरूमा केही सहयोग चाहियो या अन्य इन्भेस्टिगेटिभ मेथडहरूको बारेमा केही सहयोग चाहियो भनेदेखि म त्यो कुरामा सघाउन तयार छु। एउटा कुरा त यो भयो, नेपाल प्रहरीले विभिन्न काम गर्न सक्छ, डिस्कोर्डको सबै मेटाडेटा मगाउन सक्छ र अन्य सोसल मिडिया प्लेटफर्महरूसँग एपिआई माग्न सक्छ र त्यो एपिआई मागेर जति पनि नेपालमा सोसल मिडिया प्रयोगकर्ताहरू छन् तिनीहरूको सबै पब्लिक पोस्टहरू ल्याउन सक्छ, जम्मा गर्न सक्छ र त्यसपछि त्यसलाई छानबिन गर्न सक्छ। अहिले मसिन लर्निङ छ, एआई छ, म टेक्निकल पाटोमा जाँदैन, धेरै तरिकाले अनुसन्धान गर्न सकिन्छ। अब यो धेरै टेक्निकल पाटोतिर नजाउँ। अर्को कुरो के गर्नुपर्छ भनेदेखि जो मान्छेहरू इन्भेस्टिगेसनको दायरामा आउँछन् सबैको टेलिफोन राख्नुपर्छ, सबैको टेलिफोन रेकर्डहरू हेर्नुपर्ने हुन्छ। आन्दोलन भएको 1-2 महिना पहिलेदेखि यिनीहरूका गतिविधि के थिए, यिनीहरूको कोसँग कस्तो कस्तो किसिमको सम्पर्क थियो, के कुराहरू भए, कुन ठाउँमा गएर यिनीहरूले कुराहरू गरे, कहाँ यिनीहरूको लोकेसन थियो, यो सबै डेटा जम्मा गर्नुपर्ने हुन्छ। यसले छर्लङ्ग बताउने छ कसको कोसँग के सम्बन्ध थियो, को कहाँबाट परिचालित थियो भन्ने कुरो यसले बताउने छ। धेरै कुराहरू सोसल मिडियाले पनि बताउने छ, फोरेन्सिक इन्भेस्टिगेसनले बताउने छ, आर्काइभबाट धेरै कुराहरू ल्याउन सकिन्छ। कतिपय कुराहरू डिलिट भयो होला नि, तर कतिपय कुरा त अझै त्यहीँ छन्, सेयर गरिएका कुरा छन्, स्क्रिनसट राखेका छन्, मान्छेहरूले भिडियो बनाएका छन्, धेरै कुराहरू छन्। र अर्को कुरो, बाँकीको कुरो त्यो टेलिफोनले पनि बताउन सक्छ। टेलिफोनमा कोले कोसँग के सम्पर्क गरे, कुन दिनमा कतिपटक कुरा भयो,
के कुरा भयो यी सम्पूर्ण कुराहरू हामी कोरिलेट गर्न सक्छौँ र यसरी यी मान्छेहरूलाई अपराधीहरूलाई कानुनको दायरामा ल्याउन सक्छौँ। जो मान्छेहरूको जे गल्ती थियो, जसले आफ्नो कर्तव्य राम्रोसँग निभाएनन् उनीहरूलाई कानुनी हिसाबले कारबाही होला। तर जसको घरको मान्छे शहीद भएको छ, जसको मान्छे मरेको छ, उसले त तिनीहरूलाई मात्र हेर्दैन होला नि त, उसले त यसको कारण के थियो त्यो पनि खोज्छ होला। मेरा बच्चाहरूलाई भड्काउने को थियो, उकास्ने को थियो, मेरो बच्चालाई फ्रन्ट लाइनमा लगाएर लुक्ने मान्छे को थियो, त्यो पनि त जान्ने इच्छा होला आमा बुवाहरूलाई जसले आफ्नो बच्चाहरू गुमाएको छ। ती मान्छेहरू पनि त्यत्तिकै अपराधी हुन्। जसले मारे अथवा मार्न लगाए या जसले आफ्नो कर्तव्य राम्ररी पुरा गर्न सकेनन् ती त अपराधी हुन् नै। तर जो मान्छेहरूले फ्रन्ट लाइनमा बच्चाहरूलाई धकेले जाऊ मार्देऊ, काट्देऊ, लुट्देऊ, यो खतम पार्देऊ भनेर अगाडि बच्चाहरूलाई लगाएर आफू पछाडि लुके ती महाअपराधी हुन्। तिनीहरूलाई पनि जसरी अहिले अरू पक्रिँदैछन् त्यसरी नै पक्राउ गर्नुपर्ने हुन्छ। र त्यसका लागि जो मान्छेहरू अहिले यहाँ भनिए 10,000 मान्छे हुन सक्छन्। सोसियल मिडियामा मान्छे भड्काउने, आगो लाउने सबैका अनुहार देखिन्छन्, तिनीहरूलाई ल्याउने र अहिलेका गृहमन्त्रीको सबभन्दा ठुलो रोल देखिन्छ त्यसमा। तिनलाई पनि जेलमा हालेर इन्भेस्टिगेसन सुरु गर्ने। यति गरे भनेदेखि पुलिस ब्यालेन्स छ, न्याय सबका लागि समान छ, पुलिसले निष्पक्ष छानबिन गर्दैछ भन्ने जनतामा जाला। नभए आज एउटा पार्टीले सरकार बन्यो, अर्का पार्टीकालाई समात्यो, भोलि अर्को पार्टीको सरकार बन्छ, अर्कोलाई समात्छ। यसरी न्याय भनेको कुरा पार्टीका लागि मात्रै हुने भयो, जनताका लागि हुने भएन र समान हुने भएन। त्यसैले गर्दा कार्की आयोगमा नअटाएका कुराहरूमा पनि प्रहरीले छानबिन गर्नुपर्ने हुन्छ। थ्याङ्क यू भेरी मच। आल सी इन द नेक्स्ट भिडियो।